दुनिया जाए बाहर में चला हम चले पहाड़ में। सो हेलो एन्ड नमस्ते गाइस, सबैजनालाई गुड मर्निङ है। सो हेर्नुहुन्छ आजको मौसम यस्तो बवाल छ नि, आजको मौसम यस्तो बवाल छ। आज धोरपाटन जाने भनेको होइन, बुकीपाटन। यसले त केही भ्यू देख्ला जस्तो लागेन है, तर पनि जाडो जाडो मौसम। हामी धोरपाटनको लागि चाहिँ एकदम आज हो। ल फाइनली गाइस, अब हामी चाहिँ घरबाट निस्केर चाहिँ यहाँ चोकमा आछौँ। अब गाडी पनि आउँछ एकैछिनमा। अब गाडी आयो भने चाहिँ सबैजना निस्किँदैछन्, तयारी हुँदैछन्। यता त्यो रेडी भएर आइसक्यो। ल अब हाम्रो यात्रा चाहिँ सुरु हुन्छ। अब हेरौँ बाटोमा अब के कस्तो हुन्छ। रमाइलो गर्दै हामी पुग्नेछौँ आज। मेरो सम्पत्ति खस्यो यार। साथीहरू, अब हाम्रो यात्रा सुरु हुँदैछ। ल हेलो माई फ्रेन्ड, के छ? ल यता चाहिँ गाडीमा बसिसकेका छन् हाम्रो साउ। यता हल्लिँदै आने केही छैन। पुरा बसिरहेछन् नि त। ल ओ आफ्नो ठाउँमा बस है। ल गाइस, अब हामी चाहिँ अलिकति पेट्रोल हाल्नु पर्यो, डिजेल हालेर त्यसपछि चाहिँ हामी लाग्छौँ। अहिले हामी यहाँ मजामा छौँ। मजादेखि हाम्रो यात्रा सुरु हुन्छ। त्यसपछि हेरौँ कहाँ पुगिन्छ। अब नास्ता पनि खाने होला फेरि होइन, नास्ता खाने होला, खानासाना खाएर जानुपर्छ। त्यही हो। अब यता खासै मौसमले पनि च्यालेन्ज गरिरहेछ। जतासुकै पुरै कुहिरो उसोले छेकेको छ। खासै खै मौसमले साथ दिन्छ दिँदैन, हेरौँ। जाम अब भ्यू छैन कति ल। वहाँ पुगौँ अब, त्यसपछि हेरौँ कस्तो हुन्छ। ल साथीहरू, अब हामी चाहिँ यात्राको क्रममै छौँ। यहाँ चाहिँ अलिकति हल्का रेस्ट गर्ने भनेर चाहिँ हामी सबै निस्केका छौँ। अहिले चाहिँ गाडी बाहिर छ। यताको भ्यू पनि बवाल छ। मौसम पनि एकदम ठन्डा ठन्डा कुल छ। यता चाहिँ हो फोटो खिच्नेको तयारी हुँदैछ। उता पनि फोटोसोटो। ल यता हाम्रो ग्रुप चाहिँ यहाँ। ल टक्क लाएर आज दाइ पनि हेरि यहाँ हेन्डसम भएर आउनु भयो कि हेरि। ल कहाँ जाने अरे? घोडा लिने हो? पक्कै हो हो त? ल यता पनि बवाल उठ्यो। ल तपाईँ यता ल, यो त क्या चुवाका हाट हो यो त यार। हो
यताखेरि फोटो खिच्ने कार्यक्रम भइरहेको रहेछ ल क्यामेराम्यान पनि भवाल तरिकाले हेर न कम चुवाक देखिया हेर यता नि ल फाइनल्ली गाइज हामी ढोरपाटनको सिमानामा आइयो है त्यहाँ चाहिँ ढोरपाटनबाट गेट रहेछ होइन यहाँ चाहिँ आर्मी क्याम्प रहेछ आर्मीको यहाँ इन्ट्री गराएर त्यसपछि चाहिँ लाग्नुपर्ने रहेछ र सो केटा पनि रेडी छन् यता तल पनि भ्यू चाहिँ बवाल छ तर त्यसमा बवालै रहेछ जस्तो होइन ल सो चाहिँ नि एकैछिन अब हेरौँ यतै घुमफिर गरौँ होइन त्यसपछि चाहिँ हामी लाग्नुपर्ने हुन्छ यता के टिकट लिने अरे ए ओए कोला टिकट जाने रेटी आउनु होला नमस्ते खाडीकोट यो चाहिँ हाम्रो गाउँको गाडी अन्त टिकट चाहियो कि नचाहिने हो कतिवटा एउटै हो हेलो हेलो बहुत ठन्डी ठन्डी बहुत गरम गरम नै यति भनेपछि त अब स्पोन्सर पनि आला जस्तो छ ल भाडा उठाउँ त भाडा 100 रिङ्गिट 100 रुपियाँ प्रति व्यक्ति 100 त्यसमा अब डिस्काउन्ट गरेर हजुरलाई 150 लाग्नेछ ल पैसा निकालौ तिमीसँग भन्दा मसँग धेरै छ ल यो कसको 4 जना आइसकेको छ धन्यवाद ल ल साथीहरू फाइनल्ली हामी चाहिँ अब ढोरपाटनमा आइपुग्यौँ होइन यहाँको भ्यूहरू पनि एकदम बढ्दै छ तल चाहिँ अलिकति चिसो थियो मौसम यहाँ आउँदाखेरि टक्क घाम पनि लागिरहेको कि फेरि होइन घाम लागेको टाटो नै छ त्यो होइन सबैजना अब निस्केर अब यहाँ बसिरहेछन् अब हामीले चाहिँ आज बस्नलाई चाहिँ होटलहरू खोजिरहेछौँ अब होइन कहाँ बस्ने के गर्ने भन्ने कुरा होइन आज बास चाहिँ हेर्दै हुन्छ त्यसपछि हाम्रो भोलि बिहान 4-5 बजेपछि हेरि हाम्रो ट्रेकिङ हुन्छ है र सबैजना आइसकेका छन् नि ल यता पनि रेडी भएर ल सबैजना हेलो ल आज फेरि दाइखेरि आज विशेष रूपमा आउनु भएको छ रमाल दाइ पनि आज खुसी हुनुहुन्छ ल होइन एकदम दा सेन्चुरी के छ दा पछि रमेदा हेलो ठिक छैन होइन एकदम ठिक छ यता हाम्रो सर पनि यसो घुम्न आइदिनु पर्यो पैसा चाहिँ डरै बोकिरहेन होइन पैसा त लुटाउला के त नलुटाउ ल र बाबु फेरि पुरा साइकल राइड हान्दैछन् यता फेरि फोटो खिच्नको पुरा खत्तम है मान्छे राम्रो हो कि क्यामेरा राम्रो आएको हो कि के भएको यो लगाइ यता मौसम चाहिँ भर चाहिँ खुलेको छ शीतल हल्का घाम पनि लागेको छ अरू चाहिँ गाडीमै छन् हामी पनि यता चाहिँ यसो होटलहरू खोजौँ न भनेर आइरहेको छौँ ल फाइनल्ली अब हामी चाहिँ ल गाडी चाहिँ त्यहाँ छ सबैजना अब रेडी रूपमा छन् त्यही नि हो मेरो मोबाइलले पनि अलिकति यार स्टोरेज फुल भन्छ यार खै भिडियो गान पाउँदैन हो यार यार ल यताको ल साथीहरू हामी चाहिँ ढोरपाटनको यसो
बजारतिर भिजिट गर्दैछौँ। यता पनि यस्तो छ, यता हिँडिरहेछन् बवाल पारामा। ठाउँ चाहिँ बवाल छ। यता चाहिँ अब त्यस्तै हो, यता पनि होमस्टे रहेछ अब, तर हाम्रो चाहिँ बुकिङ भइसक्यो है। लास्ट दामी नयाँ नयाँ भवनहरू बनाउँदै रहेछ कि अहिले चाहिँ, त्यही हो। अब यसो हेरौँ न के कस्तो छ। आज चाहिँ हामी ढोरपाटन तल बसाइ हुन्छ भने भोलि चाहिँ हामी बुकीपाटन बिहानै 5-6 बजे हामी बुकीपाटनको यात्रा हुन्छ सिधै। भोलि चाहिँ हामी बिहान 6 बजे बुकीपाटनको लागि ट्रेकिङ जाँदैछौँ। 4 घन्टाको बाटो हो। 4 घन्टाको बाटो हिँड्दै हिँड्दै पैदल सर जाने म त ट्रेनमा गएको फेरि म हाउजमा जान्छु। अरू गाइजहरू फेरि हिँड्दै जाने अरे। पाखा ठर मौसम बवालै छ। जस अलिकति मौसम खुल्न त खासै खुल्लै छैन डाँडा काँडाबाट, तर यहाँ चाहिँ त्यस्तो जाडो त छैन, तर पनि मौसम ठिक्क थियो। यहाँ त बिन्दास छ क्या। ल यता चाहिँ हिँडिरहेछन्। म यहाँ ससुराली बनाउँछु। म आज म एउटा केटी हेरेर जान्छु, एउटा मात्रै अर्कोचोटि आउने बेलामा टक्क ससुराली जन्ती आउने हो क्या त। प्लेनमा आउने लागि टक्क प्लेनमा जन्ती आइदिने हो। यहाँ चाहिँ ल बाबु पनि फुटबल खेल्ने चाहिँ। ल बाबु कसको फ्यान? फुटबल खेल्छौ तिमी? फुटबल खेल्छौ हो? ल ठिक छ खेल्नुपर्छ। ल यता चाहिँ हिँडिरहेछन् है। ल पारा चिल पारामा हिँड्दै बिन्दास। फेरि ल फेरि हामीले दिनदिनै आउँछौँ। फेरि आज आयो, भोलि फर्क्यो, पर्सि फेरि आयो। त्यही आलु चाहिँ बवालै ढोरपाटनको आलु फेमस छ नि त, त्यही भएर आलु चाहिँ खत्रै छ। घोडा चढ्न टेस्टी बोकेर अब यही भैँसी चढ्छौ क्या हो? भैँसी चढेको गट्ट हिँड्दै गऱ्यो होइन। अब गोरुमाथि चढ हिँड्दै गऱ्यो त पहिला। अनि पुल यतै होइन? ल यो दामी छ ठाउँ चाहिँ, एकचोटि आउनु होला हो। सररै घोडा पनि रहेछ है। ल घोडा चढ्न पनि सक्छौँ म यहाँ फेरि। सरर हावा पनि आएको छ, बिन्दास छ मौसम। बोटे कुकुर हो, हेर टु बोटे कुकुर चल्दो आयो भने फेरि खत्तम पार्छ। बल खेल्न पनि थियो बिहान है। हामी चाहिँ आएर चाहिँ एक टिम 2 टिम घोडा अघि खतरो अनि ड्याङ अघि खतरो रागा हो भाइ। ल कुखुराको भाले हानिदिनु कि आज एउटा यहाँ चट्ट पारेर ओए सटुक्क लिएर आइज न। मेरो यो झोलामा राख्छु। यो कति करोडको अरे हो? 12 करोडको। त्यो पुलमा जान त घरतिर जानुपर्छ क्या। ल साथीहरू ढोरपाटनको अवस्था यस्तो छ। फुलहरू फुलेको छ, मौसम खुलेको छ, केटाकेटाहरू चिलमा बसिरहेछन्। ल यता त बबाल आउँदो रहेछ भ्यू बल्ल यता हेर ठ्याक्क फुलहरू फुलेको छ। यता अलिक कालो देखियो क्या। यस्तो दामी छ मौसम, बबाल छ। यता फुलहरू टक्क फुलेको छ। अब त है दामी फुल एउटा टिप्नु पऱ्यो। एउटा म फुलको बुकी बनाउँछु अब।
अरे म त खतरा नि देखो न देखो गाइस नमस्ते नमस्ते नाम के हो तिम्रो अञ्जली तिम्रो टिचु ओ ल बस है देखो न गाइस देखो इधर देखो पीछे तो देखो एक बार तो देखो यस्तो हो क्या यस्तो खालको अहिले त्यो पुरै खिचेको सब आउँछ नि युट्युबमा सबै हालिदिन्छु म त नाम भन्दै र त्यो बबाल दामी छ है ल ल साथीहरू ल यता चाहिँ अब घोडामा चढेर हाम्रो रेडी भइसक्यो अनि यता पुरा रेडी भरिरहेछन् यता पनि ल यता पनि रेडी भएछन् है ल ल चढ न राम्रोसित ल यता पनि रेडी ल मामाजीको यसो भिडियो ल मामा यसो हात पनि हल्लाइदिनु न पुरानो झल्को आयो होला होइन ल राम्रो ठिक छ त्यस्तो पुरानो बबाल छ मौसम पनि ठिक छ अहिले चाहिँ अब हामी चाहिँ रुमतिर हिँड्नु होला हो रुममा गएर डान्स दिन्छ ल हेर चाहिँ यो हिँडिरहेछ ल सो हेलो गाइज ल हामी चाहिँ अब ढोरपाटनमा आएर घोडा चढेर भिडियो बनाएर केटाहरू सब टिकटक बनाएर भिडियो बनाएर अब हामी रुमतिर जाँदैछौँ भोक पनि लागिसक्यो भोक लाग्यो रुममा गएर चाहिँ अब यसो नास्ता पानी खाएर त्यसपछि हाम्रो रमाइलो कार्यक्रम हुन्छ जाने नाच्ने गिराउने त्यहाँ पुरै हुन्छ फेरि होइन ल त्यही हो अब जाँदैछौँ अगाडि यस्तो छ एउटा हिँडिरहेको छ हेलो हेलो गाइज पीछे देखो पीछे हेलो 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 ल सबजना चिलमा पारेका छन् देखो यस्तो छ यो भिडियो मेरो उसको सामुन्ने पुग्छ है ल बुझ्यौ नि एउटा यो बेटा मलाई भर्खरको यो 6 वर्षको बच्चामा केटाकेटी जस्तो खेल्दैछ त्यही हो मेरो यो भिडियो हैन त्यो मेरो उससँग पुगोस् है ल छोटो भिडियो मैले ट्याग गरी हालिदिन्छु है टिकटकमा ल ल अब हामी चाहिँ अब रुममा गएर नास्ता सास्ता खानुपर्ने हुन्छ अब त्यहीँ गएर भेटौँ न ल भाइ ल अब हाम्रो चाहिँ नास्ता सुरु हुन लाग्यो है ल नास्तामा चाहिँ कालो चिया छ अनि यो चाहिँ अर्ग्यानिक घरैदेखि लिएको रोटी है ल यो रोटी पनि निकाल्नु यो जुठा हालेको छ याद छ ल पुरा पर फाल अनि होइन केही भएन क्या ठिक छ ओके छ अब चाहिँ हाम्रो नास्ता पानी सुरु भइसकेको छ यता ल उताखेरि ल रे कस्तो लागिरहेको छ आज ढोरपाटनको टुर चढ्नु भयो नि 1 घन्टा त आराम मजाले यस गर्नु 1-2 घन्टा आउन पर्छ ल अर्कोचोटि गाडी आउने नभए प्लेन भएन लिएर आउनु पर्छ ल एकदम खुसी हुनुहुन्छ ल यता पनि सबैले खाना थालेका छन् ल चेस ल गाइस फाइनली अब हामी रुममा पनि आइसक्यौँ नास्ता खाएर अब चाहिँ एकछिन रेस्ट गर्नुपर्ने हुन्छ अनि आजको भिडियो चाहिँ सायद यति नै हुन्छ होला भोलि चाहिँ हामी टोकीपाटन पुगेर बिहान अब भोलिको भिडियो फेरि नेक्स्ट भिडियो छुट्टी आउँछ
आजलाई चाहिँ यति नै लास्ट भन्दै बिदा हुन्छु है त ल धन्यवाद।